हेलो साथीहरू, आज म चिकन ग्रेभीको रेसिपी लिएर आएको छु। मैले चिकनमा हाल्ने सबै इन्ग्रेडियन्ट्सहरू पनि काटेर ठिक्क पारेको छु। त्यसपछाडि मैले ग्यास बाले अनि प्यान बसाएँ। प्यान तातिसकेपछि तेल हालेँ। त्यसपछाडि जिरा मेथी फुराएँ अनि काटेर राखेको प्याज पनि हालेर ओइरिए। एकछिन चलाएपछि त्यो ब्राउन कलरको हुन्छ। मसला पिस्न अल्छी लाग्छ अनि म त सिङ्गै लसुन हालिदिन्छु। तेजपत्ता र पुदिना पनि हालेँ। त्यसपछाडि चिकन हालेर मजाले एकछिनसम्म चलाउने। चलाइसकेपछि एकछिन छोपिदिने अनि पानी आउँछ। पानी सुकिसकेपछि बेसार र नुन पनि हालेर मजासँगले चलाउने अनि एकछिन छोपिदिने। त्यसपछाडि रातो भएपछि काटेर राखेको गोलभेडा पनि हालेर मजाले चलाउने अनि फेरि छोप्ने अनि गोलभेडा पनि मजाले। पछाडि मैले जिरा धनियाको पाउडर पनि हालेँ। मासु पाक्नै आँटिसकेको छ अनि फेरि एकछिन छोपिदिने अनि त्यसपछाडि फेरि मजासँगले चलाउने। फ्राई मासु रेडी हुन आँटिसक्यो। यतिकै खाँदा त झनै मिठो हुन्छ। मेरो छोरालाई चाहिँ साह्रो मासु खान सक्दैन, त्यसैले मैले थोरै पानी हालेर यसलाई ग्रेभी बनाएँ। उसलाई ग्रेभी मासु र माम एकदमै मिठो लाग्छ। ल हेर्नुहोस् त साथीहरू, कस्तो मिठो चिकन ग्रेभी रेडी भयो। आउनुहोस् खानलाई।